गुड मर्निङ टु ऑल। आज हामी जाँदैछौँ केराबारी सिरु फुलेको ठाउँमा जाँदैछौँ गाइस। हामी तीनजना जाँदैछौँ हैन अनि हामी चाहिँ सफारीमा जाँदैछौँ हैन गाइस। तर कस्तो यो गाडी बाच्छ भन्ने शब्द चाहिँ साथीभाइहरु मैले फर्स्ट टाइम मैले पनि सुने गाडी पाँच छ भनेर पाँच छ अरे। यो कुरोहरुको मेरो अब असुयो पनि हो के भन्नु क्यामेरा पनि भन्नु भएन अनि यो कुरोहरुले नि मेरो हाँस्नु आउँछ भनेर सोचेको पनि थिएन क्या गाडी छ लङ्गेमा चाहिँ हाल्यो तर अस्ति उति हिँड्नु भएन कलेजमा त भएको नि हैन कस्तो सबैजना गएर उतासुता लगाएर साडी लगाएर गर्दै गर्दा हामी पनि आज जाँदा त भनेर हामी पनि हिँडेको छौँ। अनि गाइड तपाईँहरूलाई म देखाउने छु आज कसको सिनहरू देखाउने छु गाइड। सो हजुरहरूले पनि आउनु सक्नुहुनेछ लोकेसन देऊ न लोकेसन भरे हामीभन्दा छिटो उहाँहरू गइसकेको हुन्छ अनि के भन्नु सायद हामी नै होला ढिलो जाने चाहिँ होइन। तपाईहरु भानुचोकबाट सिधै जान सक्नुहुन्छ सिधै के भन्छ पूर्व लाइन हो पूर्व लाइन के भन्छ पूर्व लाइन मलाई थाहा छ होइन। भान्चोको सिधै आउने सिधै आउने टाउको त्यो सिधै पानबारीमा आउने पानबारीबाट सिधै रोड पानबारीको यहाँनिर के अरे डाँडा स्कुलमा आउने त्यसपछि सिधै यो जाने भेटिहाल्छ। अब त आइहाल्यो हामी पनि आयौँ यो गाडीले पादेर हो यो ट्रकले पादेर अनि गाइस आज चाहिँ हामीले होइन अङ्कलले एकदम सस्तोमा लानु भएको छ। सस्तो हैन हौ बुइनी सस्तो एकदम सस्तो। तपाईहरु पनि सम्पर्कको नम्बर राखिदिन्छु भन्न त्यहाँ साइडमा कस्तो रहेछ म ठ्याक्कै नम्बर चाहिँ माथिमा राखिदिन्छु। यहाँ छ यो सफारी अङ्कलको नम्बर चाहिँ भनेर होइन गाइस तपाईँहरू नआउनु भने उहाँहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईहरु कोही पनि अहिले भइरहेको चलिरहेको भाइरल ठाउँ केराबारी स्थित उता पुलमा आउन चाहनुहुन्छ भने चाहिँ एकदम सस्तो फ्री भन्दा हुन्छ है सस्तो है 500 मा दिनुहुन्छ होइन त्यसै फ्री चाहिँ होइन फेरि हामीलाई गाह्रो पर्छ त्यस्तो भन्नु हुँदैन अरे कि उहाँहरूलाई गाह्रो हुनसक्छ। यहाँ कस्तो धानहरू भएपछि मानवता भन्ने कुरा पनि चाहिन्छ नि त यतिको होइन हामीले सोचेको पनि थिएनौँ तर हामी 500 मा आउँदैछौँ। सो हामी त्यहाँ रमाइलो गर्दैछौँ। लेट्स गो आउनुहोस् तपाईँहरू पनि हाम्रो सँगसँगै हाम्रो भिडियो हेरेर इन्जोय गरिदिनु होइन। गाइस अब मेरो बडालाई चाहिँ अलिक थोरै मात्रै यो छ धेरैजनाले सपोर्ट गरिदिनु युट्युबमा प्लस मेरोमा पनि गएर हेरिदिनु कुन काँडै कतिले हेरिसक्नु भएको छ भने लाइक कमेन्ट सेयर ओके थ्याङ्क यू। भरे पर भेट्दैछौँ गाइस भोक लागिसक्यो। यहाँ हामीले कसले बासी भात भुटो भन्दैछ एउटा बासी भात बनायो गाइस घिउसँग मिठो नि तेलमा पर भुट्दै। अनि यो मेरो भिडियो चाहिँ स्पेसल्ली चाहिँ रेमन आवाज तिमीहरू अस्ति एक्लै हाइकिङ गएका होइन देख्यौ हामी कस्तो ठाउँमा आउँदैछौँ देख्यौ भरे मेरो भ्लग हेर बुझ्यौ त्यहाँ हेर तिमीहरू एक्लै जाने होइन हामीलाई नलिई त्यहाँ हेर थिएँ नि फेरि उता यिनीहरूको मलाई चाहिँ के नभन्नु होला म चाहिँ अहिले कहिले गएको तिमीहरू एक्लै जाने होइन पख तिमीहरूलाई पख रोजिना अर्को खेलामा गर्नुहुन्छ अङ्कल जहिले पनि तुरमा बिदाइदेऊ न काम गरेर चल्नु भने जस्तो भने बस्नु अनि वा मलाई पो भिडियो बनाइदिइरहेको अब नराम्रो पनि देख्दैछु रहेछ होइन म कति काली देखेको यति राम्रो छ यार मेरो साथीहरू अनि त मन पऱ्यो भने मेन चाहिँ मेरो युट्युब च्यानल अलिक कम भइसक्यो आज भोलि खासै मान्छेहरूले हेर्नु छोडेको रहेछ नयाँ मान्छे गाइस सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो अर्को सपोर्ट गरिदिनु होला भर्खर युट्युब च्यानल खोलेको छौँ हामीले होइन। मेरो चाहिँ पुरानो हो हजुरहरूले सपोर्ट गर्नुहुन्छ भन्ने आशा गर्दछु सपोर्ट पनि गर्नुहुन्छ होइन। पुरानोमा जति पुगिरहेको थियो मेरो सब्सक्राइबरहरू अहिले पनि त्यति नै पुगिदिनु होला छिटोभन्दा छिटो म दामी भिडियोहरू लाउनेछु है होइन होला के हो मैले फर्स्ट टाइम खोलेको सेचुहाङले मेरो भरे मुन्का राई युट्युब च्यानल आइडी चाहिँ राखिदेऊ ल माथि सबैजनाले सब्सक्राइब गरिदिनु ल मलाई ओके मेरो भर्खर नयाँ आइडी हो त्यो पुरानोमा भएर धेरै थियो माग्नु पर्थेन तपाईँहरूलाई यसरी है अब माग्नु पर्दैन भन्दा होइन हामी चाहिँ पुग्न लाग्यौँ होइन सेउती खोला पुरी खोला ऊ त तल हेर्नु न कति मजाले फुलेको थियो फुल मान्छे बोल्छौ नजाने डर लाग्छ मान्छे बोल्छ म डर लाग्छ कति राम्रो ठाउँ त कति राम्रो घर हो। यो भिडियो चाहिँ मेरो नानाको लागि माया राई नि अघि आउनु नमान्नु भएको होइन
हामी आउनु मान्नु नमाफ होइन हामी त गयौँ त माया रोइनी हिजो आउने यस्तो छ गाइस यहाँ चाहिँ होइन अब हामी कस्तो राम्रो ठाउँमा जाँदैछौँ अङ्कल त्यहाँ पनि यस्तो राम्रो ठाउँ पाइन्छ होइन यो भन्दा राम्रो बेटर पोर गएको थिएँ होइन हजुर यसपालिमा त अहिले मात्रै जाँदैछु ए हो चिन्दै नगर्नु यत्तिको राम्रो हुनु पर्यो होइन खिचिहाल्छौँ नि हामी होइन होला कि हो हो नि कस्तो फोटो खिच्ने हो नि अङ्कल गएर यस्तो हामीलाई लिएर कति राम्रो जानु कति क्या छ ए हुन्छ है ओ यहाँ घर चाहिँ यस्तोमा चाहिँ घर म यस्तोमा यहाँनिर अब बिहे गर्छु यतातिर कोही छ भनौँ न यो घरमा कोही छ कोही छ मलाई छोरा दिने कोही छ मलाई छोरा दिने तर लास्टै गर्मी हुन्छ होला यहाँतिर गर्मी उयो होइन तर हावापानी कस्तो गाउँ मतलब यो चाहिँ पुरै मलाई चाहिँ कस्तो म त फुलिरहेछ फुल अनि खोलाको छेउछाउ प्लस हाम्रो सेतै फुलेको सिरो तर यतातिर नराम्रो गएछ यो सिन्ता बकाइसक्यौँ गाइस होइन कसले त नबोल न भरे त मेरो कपाल त्यस्तो भइरहेछ कपाल उडाएर यस्तो राम्रो अब हामी त उतलतिर त होला खै उतातिर कुद्दै गरेको देख्दै गरेको मैले यतातिर बस्यौँ है हामी उही भूतहरू ज्याङ्गै निक्ल्यो भने त मसँग भूतहरू यहाँ फुल छ फुल के को भूत हो फेरि सरहरूसँग फोटो खिचिदिन्छ दिँदैन होला हान्यो भने हान्दैन हौ फोटो खिच्नु पो त चढ्नु होइन हौ फोटो खिच्नु
हामी चाहिँ खाजा खाँदैछु मैले एकदम शीतल ठाउँमा आएछु मैले चाहिँ होइन ल्याउनुपर्छ कति तिम्रो घुम्ने होला पेटको पानी खानु पाए त दिमाग पुग्दैन साथीहरू हामी चाहिँ खाजा खाँदैछौँ कति धमिलो पानी हो पानी परेकै छ यस्तो भयो क्या सिरोहरू त छ तर सम्म ठाउँ होइन क्या अरू कुरा मात्रै छ म्यामहरू गएको त गर्छ होला उहाँ माथि भित्तामा यो क्यामेरा राखेर अब 3 जना देख्ने गरी खाजा मेरो ढाड देख्दो रहेछ नि मजा आइला जना देख्नु पर्यो त्यो अझ चल राख तल क्या अझै मम्मीलाई उठेर त हामी चाहिँ फोटो भिडियो सबै खिचेर गलिसक्यौँ गर्मी त्यस्तै छ बनाउँदैन थाकेर मर्नु थाक्नु भयो तपाईँ म थाकेको छुइनँ थाक्नु चाहिँ तर ओभर गर्मी भइरहेको छ क्या अब फेरि भिडियो खिच्ने ठाउँ पनि राम्रो रहेछ तर सिरोहरू चाहिँ तर हाम्रो खाजा एक ठाउँ छ मान्छे एक ठाउँ फोटो खिच्दै कहाँ चारतिर कहाँबाट खिच्नु भनेको यतै खिचौँ अब चाहिँ हामी गर्मीले मरे पानी खान नपाएर मरियो पानी खानु पाइएन पानी खानु टाढो आएछ हौ रमाइलो त भयो एकछिन तर के गर्नु हो यतिखेर गर्मीलाई बस आयो त अङ्कल यता पनि जान्छ गाडी राम 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 गर्मीले मर्यो गाइस पानी खान नपाएर यो पानी खाने नै जाम उतापट्टि हालत बेहालत भयो उपर सफारी आउँदैछ हेर्नु त पर हो सफारी आउँदैछ कतिमा लान्छ न त जाम न त्यसमा 500मा 400मा जाने भए जाने न त नजाने भन्नुपर्छ अरे अघि हामी 400 मान्छे छ जस्तो दाइ ए सिमेन्ट पो रहेछ बिजोक भयो लास्टमा चाहिँ टेम्पो पनि नपाइँदो रहेछ गाइस पानी खान नपाएर आयो के गर्नु अब के भयो हामी केराबारी होइन आउँदाखेरि खुसी जाँदा नि खुसी नै तर टेम्पो छैन अलिक पानी खान पाएर चाहिँ हो क्या केही छैन
चिल यसो हावा त्यो किन गरेको हावा आउनु थाल्यो उफ रमाइलो त छ नि यहाँनेरि पनि हावा यतिको चाहिँ हुनु पर्यो गाइज कति मेहनत गर्नुभयो अम्बुइन लैले दुईजनाको हालत गाइज गऱ्यो भएर लास्टमा चाहिँ भन न जबरजस्ती गाडीदेखि तानी मार्दै निकाल्दै अटोमा हालिराख्छ यहाँ त खै अटो पनि छैन सफारी पनि छैन क्या हो यस्तो यस्तो पनि हुन्छ पर हाम्रो धरानतिर चाहिँ गाडीदेखि ओर्लिनु नपाइकन झ्यालमै फुत्ता तानी लगेर अटोमा हालिराख्छ अनि यहाँ चाहिँ के हो यस्तो न सफारी आउँछ न टेम्पो आउँछ हिजो स्कुटीमा चाहिँ कुदेको छ के गर्नु गाइस यस्तै छ जिन्दगीको पाना हो हामी त गाइस अब हिँड्दै जानु पर्ला जस्तो छ हौ त्यो के अरे उदेखि नै केराबारी नै अघि पानी किन्नु पनि दिमाग त आएको थियो तर के गर्नु पसल भेटिन्छ जस्तो लाग्यो अहिलेको हालत त नदेखामै मेरो त मजबुर झन् यस्तो देखाउँछ क्या तिमीहरू सुरुमा कसरी आएको थियो अहिले चाहिँ यस्तो हो भन्ला नि फेरि सुरु भर्सेस एन्डिङमा हेर्नु होला हाम्रो हालत रहेको छ सुरुमा चाहिँ मजा भइरहेको थिएन सुरुमा अरे सफारीमा हावा खाँदै यस्तो सिन हेर्दै आउनु पाइरहेको छ तर अहिले त के गर्नु हो यस्तो छ रमाइलो पनि भयो ऊ टेम्पो चाहिँ यता फर्किँदैछ है को पर घरकै लागौमै हाम्रो लागि नै आएको हुनसक्छ हामीलाई भगवानले पठाइदिनु भएको होला भन्नु पनि नमिल्ने आमामा पानी खान नपाएर गाइज खाली हो मान्छे रहेछ टेम्पोभित्र मान्छे छ के हो पारा त नि मान्छेहरूको झन् यहाँ भाइरल ठाउँ भनेर अटो सफारीहरू ठ्याक्कै हुनुपर्ने होइन अलिक पैसा पनि कमिन्थ्यो यस्तो के हो यस्तो यस्तो के हो त्यो पनि झुन्डेर गर्मी यो यस्तो तताएर सर्ट रहेछ फेरि मेरो त कपाल पनि यस्तो छ बिजोक देखेर हाम्रो बिजोक देखेर मान्छेहरू हाँस्छन् होला बरु यसमा जाम हौ